ल गाइजहरू अब हामीहरू हिँडेको छौँ गाइजहरूलाई है। यो चाहिँ अब हामीहरू हिँडेको हो है गाइजहरूलाई है। अब म घरदेखिको पानी निस्किएर पानी बोकेर यस्तो गाइजहरूलाई हिँडेको छ गाइजहरूलाई है। कता कता लाने राजाहरूले यहाँनिर हाम्रो गाडीमा लोडहरू हुँदैछ गाइजहरू। पानीको बोतल पनि छ यहाँनिर गाइजहरू। लगाउँ बाँधौँ न एउटा के छ बल्छीहरू। ल गाइजहरूलाई बिहान मर्निङ टाइममा छ गाइजहरू। हेरौँ आकाशे बाँधौँ गाइजहरू पत्ताले बाँधौँ भनेर गाइजहरू हाम्रो यहाँ अर्को गाइजहरूले चाहिँ बाँध्दैछ यहाँनिर। एकदम राम्रो बाँध्नु पर्यो। यो चाहिँ हावाले उडाउनु भएन। अब 150 उड्छ यो त होइन होइन त यो हुडमा पो होला हौ। हुडमा पनि पो होला। ए के किन्छ अब कहाँ किन्छ यहाँ उहाँ मेरो घरमै छ उहाँ म लिएर आउँछु। फाइनली हामी घुम्नु गएको कुखुराहरू है। कुखुराहरू यहाँ दिएको बेला चाहिँ खान हौ। ढुकुरहरू पो उडेर गयो त सबैले बढी काम लाग्छ। अब पस्ने यो पनि बोकिराख्नुपर्छ गाइजहरूलाई। मेलमा चिठी आएन रहेछ। ल अब गाइजहरूलाई के चाहिने सबै बोकेको छ। ल अब हामीहरू लाखमा आँटेको छु। खै राजै पो हरायो त हाम्रो त। ड्राइभर हरायो त। ल ड्राइभरलाई बोलाउँ। झिल्के दाई कता गयो हौ। यहाँ ड्राइभर म माइलो मोटर कुदाउँदै भन्ने गाइजहरू। ड्राइभर चाहिँ हराएपछि हाम्रो होइन गाइजहरूलाई हेरौँ न राजा गाडी यो। तर राजाले अलिक साह्रो अल्छी गर्छ धुँदैन क्या गाइजहरू। धुँदा त दामी छ नि गाइजहरूको। आएको छ गाइजहरूलाई है। जुसहरू गाइजहरूलाई ओके पकाइयो त ठुलै लिटर कति अढाई लिटरको पर्छ त गाइजहरूलाई। खाइसक्छ कि सक्दैन है तर गाइजहरू 2-2वटा छ अक्सु पनि एक्स्ट्रामा छ है। खाइसक्नु पऱ्यो गाइजहरूले। गाइजहरू बोकेर हिँडेछौँ गाइजहरू। खै यो आइसक्नु पर्ने छ है गाइजहरूलाई। अहिलेसम्म फुल लक्की यार एउटा रहेछ हौ। अरू कोपी लाउँदो रहेछ यार। चाँफुलहरू गाइजहरूलाई है। गाइजहरू यो फायरमा चाहिँ आएको छौँ कि हामीहरू है। जाल चाहिँ हान्नु जस्तो छ नि यो लेकमा। असलाहरू ट्याप्पै रहेछ है बुदुनाहरू। वा हेर्नु गाइजहरू माछा मार्ने ठाउँ कस्तो दामी छ खेवा। गाइजहरू हामीहरू यहाँदेखिको सामानहरू झारेर हिँड्दैछौँ गाइजहरू है। अब आज स्टार होलिडे हो छुट्टी भइरहेछ गाइजहरू है। भयो क्या म यो पानी बोकेकोले ए ल बल्छीहरू यहाँनिर छ। यहाँ अब आम्मामा हाँसहरू त रातो हाँसहरू त कति रहेछ गाइजहरू है। ल गाइजहरूलाई म यहाँनिर हेरौँ खाजा पानी गाइजहरूलाई है बनाउँदैछु गाइजहरूलाई है। खाजा पानी हामीहरूलाई चाहिँ अलिक सानो भएछ क्या। केटाहरूले हान्दैछ यहाँनिर बल्छी फिसिङ गर्दैछ। पानी लगाइदिएछ गाइजहरूलाई है। अबि यो त मजाले उम्लेको छ। यहाँ हात लगा त थाहा पाइहाल्छ। ल गाइजहरू हामी लागेको छौँ खानु। अब खाजा खानु। हेरौँ त छोरा मान्छे बाहिर लागेपछि खानेकुरा गाइजहरू। चम्ची चाहिँ यो छ है गाइजहरू है। हामी यस्तो हुन्छौँ कतिलो हुनु पर्यो नि त हो गाइजहरू। चम्चीहरू पनि हुँदैछ गाइजहरू। खाजा नान्डस कोरे यो खै अचार। ल हुन्छ होला हौ। यति भए ल ल ल माछाहरू उफ्रिँदैछ अरे गाइजहरू। 2 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 1
छोरा मान्छे बाहिर निस्किएपछि यस्तो हुन्छ गाई चेरो स्पुनहरू कतिलो खुवाई यस्तो हुन्छ गाई चेरो के गर्नु छोरा मान्छे भन्छ नि गाई चेरो अब यसले खानुपर्छ पत्ताउँछ गाई चेरो हामी खाइरहेछौँ ओ आयो 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 खोइ खोइ कस्तो रहेछ ननिकाल ननिकाल यो हो नि त यो ल गाई चेरो ए यो खाले पाउँदो रहेछ राम्रो आउँदो रहेछ नि त नि यो लेकमा ओ आउनु त आज यहाँ गाई छहरूलाई यो लेकमा आउँदो रहेछ गाई छहरू के हो यो लेकको नाम चाहिँ थाहा छैन बे फायरको लेक हो गाई छहरू है आउनु यो रहेछ नि त नि आउनु त सानो सानो रहेछ आउँछ पताल हुँदै पाउने कि नि माछा नि गाई छहरूलाई हेरौँ त गन्ध बेग्लै छ अनि यो फ्रेस वाटर हो नि त अनि लेकमा छ गाईहरू है आयो 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 कुन हो मलेट हो ल मलाई ठिक छ ठिक छ ठिक छ मलेट असला ओइ उम्किन्छ ओइ यसले उम्काए है लु उम्काएले झन्डै गाईहरू आज असलाहरू दिनभरिको आजको शिकार अब जाने रे अब यो लेक छोडेर गाईहरू असला यो असला हो यो अर्को माछा हो यो फुकुटीहरू असला ल आजको शिकार अब हिँड्ने रे गाईहरू फाइनली हामीले आजलाई यति नै मारेर अब घर फर्किने निर्णय गऱ्यौँ आजलाई खै यता देखाइदिँदा आजको शिकार गाईहरूलाई असलाहरू माछा हो फेरि असला माछा यो चाटा मात्र आजलाई यति भए पुग्छ किन ठुल्ठुलो छ गाईचहरू छ है गाईचहरूलाई ढुक्रो भयो गाईचहरूलाई ल सिस्नो ढेँडो 24 आवर गाईचहरूलाई गुन्द्रुक ढेँडो पो त हो सिस्नो ढेँडो भनेपछि ल गाईचहरूलाई सिस्नो ढेँडो गाईचहरू 24 आवर होइन गाईचहरूलाई हेरौँ ल है गाईचहरू हो हामीहरू आज विकेन्डमा चाहिँ यसो यता चिसो चिसो हावा खानु चाहिँ यतातिर पनि आएको छ यहाँ गाईचहरू हेरौँ है हाम्रो राजाहरू चाहिँ उहाँनिर सामानहरू डस्टबिनमा हाल्दैछ फ्याल्दैछ गाईचहरू यहाँनिर उहाँ चाहिँ यहाँ यसो गाईचहरूलाई है राजाहरूलाई गाईचहरूलाई यस्तो सानो गाईचहरूलाई चाहिँ एउटा भिडियोमा आउँछ गाईचहरूलाई यस्तो दामी खान्छ यहाँनिर पनि हाम्रो पनि है ल गाईचहरू खाजाहरू हाम्रो खाजा पानी हुँदैछ गाईचहरूलाई है सलादहरू चाहिँ यही हो प्याज हो गाई हो अनि प्याज भुटेका छौँ उता गाईचरमा हाम्रो है मेरो चाहिँ यहाँ छ गाईचहरूलाई है पानीहरू बनिँदैछ प्राइभेट जेटमा हो सुहाउँदैन नि त म्यासेज गरेर ढुट्टो बनाइसक्यो बेबीले उसलाई बेबीलाई पुरै इन्फर्मेसन दिनु पर्यो पुरा बेबीको बेस पसन्द है भनेर चाहिँ दिनु पर्यो क्या के छ हामी प्याकेज छ ससेसमा खोइ फेरि फेरि भन्छ फेरि फेरि त पेरी पेरी छ यो पेरी पेरी हो हट पुरै हट छ भन्छ हट त होस् होला यस्तो खाले हट त रात पर्न थाले गाईचहरू सिप बोटहरू पनि लाग्दैछ गाईचहरू है साथीहरू चाहिँ यहाँ बनाउँदैछ गाईचहरू
यो ठाउँ हो गाईचरलाई बेफायरमा डस्टबिनहरू हाल्ने ठाउँमा हो गाईचरलाई एकदम पार्कको बिचमा छौँ हामी यो गाईचरहरू अहिले है बिचमा छौँ गाईचरहरू है हाम्रो समय साँच्चै रमाइलो